हेर्छु साथीहरू रातो रातो भए। मेरो चाहिँ ब्ल्याङ्केट धोएर मजाले घाममा यसरी सुकिरहेछ। आज चाहिँ यस्तो दामी वेदर भयो। वेलकम ब्याक टु माई च्यानल सरिता छेत्री डेली ब्लग। र आज देखिहाल्नुभयो साथीहरू मेरो ब्ल्याङ्केट चाहिँ मजाले सुकिरहेछ है। वेदर यस्तो दामी भएको छ साथीहरू है। हेर्नुहोस् यो चाहिँ आजको वेदरको नजारा हो है। यस्तो दामी छ साथीहरू। ल हेर्नुहोस् यस्तो दामी। कति दिनमा मजाले यसरी घाम लागेको। जस मेरो ब्ल्याङ्केट चाहिँ नगनाउने भयो साथीहरू है। र साथीहरू मेरो चाहिँ कफी पनि रेडी भयो। अब कफी खान्छु है। कफी त खान्छु भन्दैन होला, पिउँछु है। कफी पिउँछु है। स्ट्रेस रिलिफ हुन्छ नि त। चिया नखाएको कफी खानु मन परिहाल्छ हो। खोइ के हो यहाँनिर चाहिँ मेरो बिस्किट छ है। एक दुईवटा बिस्किट खाने। यहाँ चाहिँ मेरो कफी छ। कफी पनि भरि पो छ साथीहरू। एक मग म त एक मग पो खान्छु। मिठो छ। के भन्छ यस्तो कम्ती चियाहरू कफीहरू देख्दा त मलाई मेरो साथीहरू याद आउँछ हो। अब चाहिँ साथीहरू अब यो कफी र एक दुईवटा बिस्किट खाएर चाहिँ मेरो ब्ल्याङ्केट यस्तो मजाले सुकेको छ साथीहरू है। अब म चाहिँ त्यो ब्ल्याङ्केट लिनु जान्छु है। डबल डिप गर्नुपर्छ नि त यसरी, नभए चाहिँ यो झऱ्यो भने चाहिँ साथीहरू टिप्नै गाह्रो हुन्छ क्या। अब यसरी डिप गर्दै कप्लक खाने अनि ब्ल्याङ्केट लिनु जाने है साथीहरू। ब्ल्याङ्केट चाहिँ बिचारा बुहारीले उठायो होरी यसरी राखिदिइरहेको रहेछ। हेर्नुहोस् पट्याएर हो। पानी आउँछ भन्ने यस्तो घाम लागेको थियो साथीहरू। मेरो टन भएर ब्ल्याङ्केट चाहिँ यस्तो दामी सुकेको छ यो। अब यसमा कपुर लगाएर ब्ल्याङ्केटको कभरभित्र हालेर चटक्क राख्नुपर्छ। अर्को पालि विन्टरमा चाहिँ निकाल्नुपर्छ साथीहरू है। ल हेर्नुहोस् अब चाहिँ म चाहिँ यो दुईवटा ब्ल्याङ्केट चाहिँ यसमा पोको पारेर बोकेर लान्छु है। यो चाहिँ आमाको घरमा धुको हो। मैले अलिकति तलतिर त हो, मेरो नजिकै हो। बोकेर लान्छु भनेर सोचिरहेको छु। मेरो चाहिँ ब्ल्याङ्केटको पोका रेडी भयो। ब्ल्याङ्केट सुहाउँदो रहेछ हौ। ब्ल्याङ्केटवाला गएकोमा दामी सुकेछ। दामी सुहाउँदो रहेछ। हेर्नु त यसरी बोक्दा कति हलुङ पनि हुन्छ है। हलुङ हुन्छ नि हौ। वेदर फोरकास्ट हेरेर मात्रै ब्ल्याङ्केट धुनुपर्ने रहेछ। अझ मेरो दुईवटा धुनु छ। अब भोलि पर्सि कहिले हुन्छ कि पानी हेरेर धुनुपर्छ है। ल गएको ल ल ब्ल्याङ्केटको कभर पनि निकालेँ साथीहरू है। म चाहिँ अब यो दुईवटा ब्ल्याङ्केटको कभर हो है। यहाँ दुईवटा ब्ल्याङ्केट छ। अनि चाहिँ थपक्कसँगले यो कपुर लगाएर चाहिँ टक्कसँगले राख्छु है। अर्को पालि जाडोको लागि। खोल्नु पनि पर्दैन। बुहारीले टक पट्याएर राखिदिइरहेछ यो। यस्तो मजाले एउटैमा अट्छ क्या हो मेरो त। यता एउटा ब्ल्याङ्केटमा अट्यो भने त म एउटै कभरमा हालेर राख्छु। दुईवटा एउटैमा अट्यो भने चाहिँ अलिक यस्तो पाराले गरेर चाहिँ यसलाई चाहिँ खोलेर अलिक मिलाउँछु। यस्तो छ साथीहरू है। यस्तो दामी टकटकाइवरी मजाले पट्याएर राखिदिएछ। बुहारी हो त एसी होइन साथीहरू। बुहारी जस्तो छैन, साथी जस्तै छ। दुईवटा अट्यो भने चाहिँ दुईवटै यस्तो हाल्छु। काम गर्दा घरि यसमा लागिहाल्छ कि कस्तो हुरुक्कै हुन्छ साथीहरू। हुरुक्कै हुन्छ। जोडेर गर्दा ढिलो हुन्छ क्या बिस्तारी। एउटामा मात्रै अटेरै छ कपुर। आधी भएछ।
अब यो चाहिँ यहाँ माथि राख्नुपर्छ साथीहरू, म चाहिँ सक्दिनँ है, भरे विकास आएर राख्नुहुन्छ। साथीहरू म चाहिँ अलिकति यसको सेटअप चेन्ज गरौँ भन्दैछु है। यो चाहिँ यो प्लान्ट चाहिँ बाहिर निकालेर है यसमा मलजल गर्नुपर्ने छ, अलिक बाहिर राख्नुपर्ने छ। धेरै भयो नि त भित्र राखेको, भित्रको प्लान्टहरू त चेन्ज गर्नुपर्छ, बाहिर राख्दै भित्र राख्दै गर्नुपर्छ नि त। त्यही भएर म चाहिँ यसलाई चाहिँ म निकालिदिन्छु है। अहिलेको मेरो यो लुक्स चाहिँ यस्तो छ। म अर्को प्लान्ट लगाएर राखेर चाहिँ म तपाईँहरूलाई देखाउँछु है। यो चाहिँ मेरो अहिलेको प्लान्ट हो है। यसमा चाहिँ पुरा धुलोहरू लागेको हुन्छ नि त साथीहरू है। अन्त यसलाई बाहिर राख्यो भने चाहिँ यसलाई अब इन्डिभिजुअल पत्ता सफा गरिबस्नुपर्छ होइन टाइममा। अन्त अब यसलाई चाहिँ म बाहिर राखिदिन्छु है, पानीले अलिक पखालिनु दिन्छु है। अनि त्यहाँदेखि मल यसलाई अलिक निकालेर मल माटो हालेर यसलाई बाहिर राख्छु है। अनि मजाको फुल छ साथीहरू, तपाईँले देख्नु भएको होला अस्ति मेरो भ्लगमा है। यसबाट स्टिक आउँछ कि ब्लू कलरको, यति दामी हुन्छ साथीहरू है। म तपाईँहरूलाई देखाउँछु है साथीहरू। यो चाहिँ यता राख्छु है। अनि अर्को राख्छु, कुन चाहिँ सेटअपले चाहिँ राम्रो देख्यो मलाई कमेन्ट गर्नुहोस् है साथीहरू। यो चाहिँ साथीहरू मैले बहिनीको घरबाट ल्याएको है। अस्ति नै मैले भनेको थिएँ नि है, नाम्चीबाट ल्याएको। मेरो चाहिँ माथि ट्यारेसबाट चाहिँ यसलाई त्यसरी नै अलिक पानी दिनुको लागि बाहिर राखेको थिएँ है, घामको रेजहरू अलिक पाओस् भनेर बाहिर राखेको थिएँ। हावाले उडाएर त तल झारिदिएर चाहिँ फाङफुङ बनाइदिएछ होइन, पत्ताहरू पुरा काटेको थियो। फेरि मेरो न्यू ग्रोथ हो साथीहरू, हेर्नुहोस् न यस्तो भएको छ है। अन्त यसलाई चाहिँ अहिले मैले चाहिँ मजाले पत्ताहरू सबै पुछेँ है यसरी। अन्त सफा बनाएर हेर्नुहोस् त कति राम्रो देखिरहेको छ है। अनि अब यसलाई चाहिँ म त्यहाँ राख्छु है। अनि तपाईँहरूलाई देखाउँछु है त साथीहरू। यो चाहिँ मेरो एडिसनल हो, यो चाहिँ मेरो के भन्छ यसलाई आर्टिफिसियल हो, तर पनि राम्रो देख्छ राख्दाखेरि। यो चाहिँ छोटा सा गणेश भगवान। ल हेर्नुहोस् त साथीहरू, कुन चाहिँ राम्रो देखियो, अघिको राम्रो देखियो कि अहिलेको। अनि यो कर्नरको चाहिँ नि साथीहरू मेरो यस्तो लुक्स छ है। अब यसलाई पनि म चेन्ज गर्छु, किनभने यो प्लान्टको पनि अहिले यसको यो के भन्छ यसको न्यू सुटहरू आउँदैछ है। हेर्नुहोस् न मजाले आउँछ। अब यसलाई चाहिँ अलिक घाम पानीमा राख्नुपर्छ नि त। पानीमा राख्यो भने यसमा माथि लागेको डस्टहरू पनि सबै पखालिन्छ। अनि यसको माटोहरू अलिक निकालेर चाहिँ म यसमा मलहरू लगाएर मजाले यसलाई राख्छु है घाममा। अनि 10-15 डेज चाहिँ बाहिर राखेर यसलाई अलिक मजाले बनाएर चाहिँ म फेरि भित्र ल्याउँछु है। अनि अर्को चाहिँ म के चेन्ज गरौँ भनेर सोच्दैछु साथीहरू है। मेन चाहिँ यही हो है, मेन चाहिँ यही हो। अनि यसको सानो सानो पत्ता हुन्छ, फेरि यसरी सफा गर्नु पनि मिल्दैन नि त। कि चाहिँ अब पुरै पानीले धुनु पऱ्यो, कि चाहिँ अब बाहिर राख्नु पऱ्यो है, ठुलो पानी पर्नु दिनु पऱ्यो। अनि मेरो यो दुईवटा पत्ताहरू चाहिँ म यसलाई सबै यसो गरेर चाहिँ सफा गर्छु यो दुईवटा पटलाई चाहिँ। अनि यो पनि म चेन्ज गर्छु। अनि यसको पनि लुक्स भन्नुहोस् न साथीहरू, कुन चाहिँ राम्रो देख्छ है। भारी छ नि भारी। अब चाहिँ म यो रिप्लेस गर्छु साथीहरू है। यो चाहिँ मलाई अस्ति सुनिताले दिएको हो, तपाईँहरूलाई थाहै छ। अस्ति मैले भ्लगमा हालेको थिएँ है, बिहाको भ्लगमा चाहिँ मलाई त्यतिखेर जाँदाखेरि चाहिँ यो दिएको थियो, मैले तपाईँलाई देखाएको थिएँ है। हेर्नुहोस् त कस्तो राम्रो छ। यो चाहिँ अस्ति चाहिँ किन भित्र नराखेको भन्दा नि साथीहरू, गाडीमा ल्याउँदाखेरि चाहिँ यस्तो भएर नि यसको यो सुटहरू त नि भुने भएको थियो। बाहिर राखेर चाहिँ मैले चाहिँ यसलाई चाहिँ मजाले हेल्दी बनाएँ हो। अन्त त्यहाँदेखि चाहिँ अब यसलाई भित्र राख्छु। बाहिर यसको चाहिँ नि साथीहरू यस्तोबाट आउँछ। यो भाँचिहाल्दैछ मेरो, हेर्नुहोस् न कि अलिकति। अब यो चाहिँ यसलाई अलग्गै राखिदिनुपर्छ कि यसबाट जरा आएर चाहिँ फैलिन्छ। यसलाई चाहिँ म अलग्गै राखिराख्छु। ल हेर्नु त मेरो लुक्स चेन्ज भयो अलिक है। कस्तो देखियो, अघिको राम्रो कि अहिलेको राम्रो, कमेन्ट गर्नुहोस् है साथीहरू। ल पत्ता छुट्यो भने राम्रो देखेन लुक्स हो। कस्तो देख्यो साथीहरू है, हेर्नुहोस् त यस्तो दामी। मलाई त एकदम मन पर्यो।
ए भित्रको काम चाहिँ सकेँ मैले साथीहरू है। अब चाहिँ मेरो माथि एक दुईवटा पटमा मल हाल्नु पऱ्यो भनेर सोचिरहेको छु। अब चाहिँ म माथि जाँदैछु है टेरेसमा। अब चाहिँ म मल हाल्छु यसमा साथीहरू है। मजाले मल हाल्ने हो। साँच्चै दामी हुन्छ साथीहरू। यो चाहिँ बक्सेस प्लान्ट हो। भित्र राख्नुपर्छ। इन्डोरको लागि चाहिँ एकदमै राम्रो हुन्छ। यसको पत्ता पनि झर्दैन है। एकदमै राम्रो हुन्छ। बाहिर राखेर सफा भइरहेछ। कस्तो दामी छ है साथीहरू यो। यो चाहिँ मेरो खाली पट थियो। अस्ति उयो मरिरहेको थियो, प्लान्ट मरिरहेको थियो। अब यसमा चाहिँ म यो प्लान्ट हाल्छु है। यो प्लान्ट चाहिँ मजाले झ्याप्पै हुन्छ है। कलर कस्तो राम्रो देख्छ साथीहरू है। म यहाँ हालेर अब मजाले भएपछि तपाईँहरूलाई फेरि म अपडेट दिन्छु है साथीहरू। कस्तो राम्रो देख्छ। यो चाहिँ अलिक म मलमा रोप्छु। यसको माटोहरू चाहिँ मैले अलिक झारिदिइसकेँ हो। हेर्नुहोस् त कति राम्रो छ है। कस्तो मिठो कलर छ हेर्नुहोस् न। अब चाहिँ म यसको टर्न फुच्छु। यो पनि मलाई सुनिताले दिएको हो। यो चाहिँ ज्वाइँलाई दिनुभएको थियो। ज्वाइँले चाहिँ लानै बिर्सिनु भएको छ। मेरोमा सरी तर। गार्डनिङ फिनिस्ड। ए कहाँ फिनिस्ड अझै एउटा यो त रहिरहेको रहेछ। कस्तो दामी छ साथीहरू। यो ठुलो हुँदा कस्तो देख्छ होला है। हेर्नुहोस् न कस्तो दामी छ। यसको चाहिँ म निकालेर अलग्गै रोपिदिनु पऱ्यो। रेडी भयो। यसलाई चाहिँ म यहीँ राखिदिन्छु। रेडी भयो। यो माटोहरू चाहिँ एउटा फ्याँक्नु हुँदैन साथीहरू। यसै पछि मल मिसाउनुपर्छ हो। तलबाट माटो बोक्नु चाहिँ बहुत गाह्रो छ साथीहरू है। यसलाई चाहिँ म एउटा कपमा हालेर राख्छु। कहाँबाट चाहिँ सबै पानी लिक भयो। अब बोरामा हालेर राख्छु। साथीहरू मैले चाहिँ सकेँ है। यति बेसी रोपेर यहाँ अँध्यारो पो भइक्यो। यिनीहरू सबै मैले मल चेन्ज गरेँ है। यहाँसम्म छ। अब यिनीहरूलाई चाहिँ म यता अलिक ओततिर राख्छु है। आज वेदर चाहिँ साथीहरू अहिलेसम्म हेर्नुहोस् न यस्तो राम्रो भइरहेछ है। पानी नै परेन। ब्ल्याङ्केट धोएर सुकाएको दिन चाहिँ यस्तो राम्रो भयो साथीहरू। हस् त अब चाहिँ म अलिक चम्पी गर्छु है। अब चम्पी गरेर तपाईँहरूलाई देखाउँछु ल। ला साथीहरू हेर्नुहोस् न। यो त के भएछ मेरो। हेर्नुहोस् न यहाँनिर। ला यस्तो मजाको प्लान्ट थियो कि सबै आफै जरै यस्तो भएछ। के भएको होला। पानी बेसी भएको कि के भएको। यो पनि के भयो होला है। ल्या हेर्नुहोस् त है। यो पनि यस्तो भएछ। पानी बेसी भएको हो कि के हो यस्तो। यहाँ चाहिँ मैले सबै चेन्ज गरेर यस्तो बनाएको छु साथीहरू है। यो चाहिँ मनी प्लान्ट चाहिँ नि साथीहरू मेरो मरेको चाहिँ होइन रहेछ। कति खुसी लाग्यो हेर्नुहोस् न। यहाँ अर्को यो सुटहरू आउँदै रहेछ है। न्यू सुट। पानी हालेर अब यसलाई म मलजल गर्छु साथीहरू है। कता गर्दा कता छैन, कता गर्दा कता छैन है। भित्र प्लान्ट रोपेपछि नि साथीहरू पहिले आँखा चाहिँ नि प्लान्टहरूतिरै हुनुपर्छ क्या। अनि मात्रै उयो हुन्छ। अलिक भित्र गर्दा बाहिर बिर्स्यो भने चाहिँ हुँदैन साथीहरू। यस्तो छ है हालत चाहिँ। ल हेर्नुहोस् त कस्तो मनदुखी। हेर्नुहोस् न 2 वर्ष भएको थियो मैले बल्ल 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 यो जगाएर चाहिँ अलिक मजाले आएको यस्तो भएछ। चम्पी भनेको चाहिँ नि साथीहरू चम्पी भनेको चाहिँ यस्तो। मैले चाहिँ यसमा चाहिँ यो केस किङ छ नि। केस किङ र यसमा अलिभ ओइल चाहिँ मिक्स गरेर चाहिँ कपाल एकदमै बेसी ड्राई भएर साथीहरू यति बेसी चिलाएर है। यसलाई चाहिँ यसरी 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 गरेर मैले कपालभरि लगाएँ है। त्यहाँदेखि चाहिँ यसरी चम्पी गर्ने मसाज यसरी है। कपाल यसरी मजाले मसाज गरेर चाहिँ। अनि यहाँ चाहिँ मेरो एउटा क्याप छ साथीहरू। यो मैले पहिला तपाईँहरूलाई उयसमा पनि भनेको थिएँ है। एउटा भिडियोमा देखाएको थिएँ मैले है। अनि यो क्याप चाहिँ स्पा क्याप हो। अब यो लगाएर चाहिँ म स्पा गर्छु। खासमा चाहिँ मैले यो ओइलिङ गरेको हो है।
अब यो क्याप लगायो भने अइलिङ गर्दाखेरि पनि यो लगायो भने चाहिँ राम्रो हुन्छ नि त। त्यही भएर यो चाहिँ मेरो पुरानो भइसक्यो ल्याएर पनि है, मैले कतिपल्ट युज गरिसकेँ। आज चाहिँ म एकदमै बेसी चिलाएर साथीहरू ड्राई भएर क्या ड्यान्ड्रफ बेसी भएर एकदम बेसी चिलाएर हेर्नुहोस् यस्तरी है, कस्तो सन्चो भयो। यस्तै चाहिँ अब म यसलाई चाहिँ डल्लो पार्छु, सबै रुटदेखि लिएर टुप्पोसम्म लगाएँ है। यसलाई चाहिँ पहिला अन गरेर चाहिँ यहाँ चाहिँ अन अफ छ नि साथीहरू, लाइट बल्यो। अब यसलाई यसो तातिन दिन्छु। यो चाहिँ तातो हुन्छ साथीहरू। यो चाहिँ मेरो तेल चाहिँ सबै यो स्पा क्यापभरि लाग्छ, त्यही भएर चाहिँ म पहिला चाहिँ यो लाउँछु। मेरो सावर क्याप छैन नि त, त्यही भएर सावर क्यापको बदली चाहिँ यो लगाउँछु। क्यापमा लाग्दैन। तातिँदैछ, अलिक तातिहालोस्। अब सरी चाहिँ अब 5-10 मिनट चाहिँ अब आराम गर्नु पऱ्यो साथीहरू हो। त्यति मजाले चाहिँ स्टिम भएको जस्तै हुन्छ यसले चाहिँ। हेर्छु साथीहरू रातो रातो भयो क्याप पनि तातो भएर नि यस्तो भयो। यसले चाहिँ नि साथीहरू यो स्पा गरेर हामी स्पा क्रिम लगाएर स्टिम गर्छ नि, त्यसकै काम गर्छ यसले चाहिँ क्या। आमालाई हेर्नुहोस् त पसिना पसिना भएछ। ए अनै थियो हो। अब यसो पनि लागेन यो क्याप लगाएकोले गर्दा है, पसिनै पसिना भएपछि देख्नुभयो नि होइन साथीहरू। अब यसलाई चाहिँ म यत्तिकै राखिदिन्छु हो। अनि चाहिँ अब चाहिँ फटाफट फटाफट म खाना बनाउँछु है, अलिक टकटकाएर है, कपाल त्यस्तो झरेको छैन। अनि म खाना बनाइसकेर चाहिँ अब मात्रै नुहाइदिए गर्छु, त्यतिखेरसम्म अझै यो अझै पास पुग्दै गर्छ है। यस्तो बेसी चिलाएर पनि साथीहरू कि। अनि साथीहरू यसको अपडेट चाहियो भने चाहिँ मैले पुरानो एउटा भिडियोमा मैले भ्लगमा यसको डिटेल बताएको छु है। मैले कहिले किनेको, यो कसरी कहाँबाट उयो गरेँ सबै मैले त्यसमा दिएको छु है। तपाईँहरूले पनि मन पऱ्यो भने चाहिँ तपाईँहरूले पनि किन्न सक्नुहुनेछ है। हस् त साथीहरू, अब मैले बेलुकाको डिनर रेडी गर्नुपर्ने हुन्छ है। भ्लग चाहिँ मैले आफ्टरनुनदेखि नै स्टार्ट गरेको हो। यति छिटो टाइम बित्छ है साथीहरू, थाहा नै हुँदैन है। के गर्दा कामै भ्याइँदैन। ल म खाना पनि बनाउँछु, त्यहाँदेखि चाहिँ फेरि तपाईँहरूसँग भेट्नेछु। आजको मेरो डिनर स्पेसल चाहिँ यस्तो रहेको छ साथीहरू है। यहाँ चाहिँ मैले सागको पत्तालाई रेडी गरेको छु है, टमाटरको चटनीसँग मजाले पकाउनुलाई। अनि यहाँ चाहिँ मेरो बन्दाकोपी, आलु र न्युटेला रहेको छ है। अनि यहाँ चाहिँ मिठो दाल बनाएको छु है, येल्लो दाल। अब यसमा धनियाँ गार्निस गर्दैछु। यति मिठो देख्छ है साथीहरू, धनियाँ हाल्दा त कस्तो राम्रो देख्छ भने। यहाँ चाहिँ मेरो पुदिना छ है, यसको चटक्क अचार बनाउने। अनि आजको मेरो खानापिना चाहिँ यस्तै छ साथीहरू। यो चाहिँ मेरो डिनर हो है। अनि यहाँ मैले सागको पत्ता हालेर हेर्नुहोस् त कति मिठो देखेँ है। मलाई चाहिँ खानासँग चाहिँ अलिक सागहरू खानु मनपर्छ नि त, यसै छ हाम्रो सादा खाना। हस् त साथीहरू, मेरो खानापिना पनि रेडी भयो है। भिडियो के कस्तो भयो कमेन्ट गर्नु नबिर्सिनुहोस् होला है। लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला। फेरि पनि हामी अर्को एउटा नयाँ भिडियोमा भेट्ने नै छौँ। तबसम्मको लागि थ्याङ्क यू फर वाचिङ, बाई बाई। साथीहरू, यो भिडियो चाहिँ मैले एडिट गर्नु नभएकोले गर्दा अलिक ढिलो आयो है, माफ गर्नुहोस् होला।